समितिको लक्ष्य अघि सार्ने चाहना छ सुशासन र समृद्धिको लक्ष्य अघि सार्ने नयाँ नेपालको सपना हाम्रो जिम्मेवारी अब पूरा गर्ने नयाँ नेपालको सपना हाम्रो जिम्मेवारी अब पूरा गर्ने। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, सर्वप्रथम यस सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अनुभवी प्रेरणादायी र ज्ञानको ज्योति निर्णायकज्यूहरू, प्रिय प्रतियोगी विद्यार्थी साथीहरू, सम्पूर्ण शिक्षक अभिभावक तथा उपस्थित महानुभावहरू सम्पूर्णमा स्वीकार्नुहोस् मौसममा मेरो न्यानो अभिवादन। अर्चना नाम हो मेरो आम भन्ज्याङ हो घर, अर्चना नाम हो मेरो आम भन्ज्याङ हो घर, जनक मावि विद्यालय लामा हो थर, जनक मावि विद्यालय लामा हो थर। यति भन्दै म आजको विषय प्रवेशका लागि सभाध्यक्षज्यूसँग अनुमति माग्दछु। आजको विषय निकै नै सान्दर्भिक र महत्त्वपूर्ण रहेको छ, नयाँ नेपालको सपना हाम्रो जिम्मेवारी। खासमा के हो त नयाँ नेपालको सपना अनि यसलाई पूरा गर्नको लागि हाम्रो जिम्मेवारी के हुन् त? नयाँ नेपाल 2062-63 को जनआन्दोलनपछि चर्चामा आएको नयाँ अवधारणा हो, जसले समान समावेशी लोकतान्त्रिक र न्यायपूर्ण देश भन्ने जनाउँछ। यो पुरानो नेपालको अवधारणाको विपरीत छ, जहाँ शक्ति स्रोत र अवसर सीमित व्यक्ति र वर्गको हातमा केन्द्रित थियो। यसरी समग्रमा हेर्दा नयाँ नेपाल हामी सबैले रोजेको र खोजेको राज्य व्यवस्था हो। नयाँ नेपालमा सबै नागरिकले समान हक र अवसर पाउनुपर्छ। जाति, भाषा, लिङ्ग र क्षेत्रका आधारमा कसैले पनि विभेद गरिनु हुँदैन। त्यसैकारण नयाँ नेपाल सङ्घीय, लोकतान्त्रिक र समावेशपूर्ण हुनुपर्छ। भारतका 11औं राष्ट्रपति एपीजे अब्दुल कलाम, जो घरेलु सेटेलाइट मिसाइल कार्यक्रमका शिल्पकार हुन्, उनले भनेका थिए, ड्रिम्स आर नट वाट यु सी इन स्लीप, दे आर वाट गिभ यु अवेक टु एक्ट। अर्थात् सपना त्यस्ता हुँदैनन् जुन हामीले निदाउँदा मात्र देख्छौँ, सपना त्यस्ता हुन्छन् जसले हामीलाई सधैँ जागा राख्छ। यस सान्दर्भिक भनाइले आजको विषयलाई थप पुष्टि गर्छ कि हाम्रो देश नेपाललाई सुशासन, समृद्धि र विकासको मार्गमा अग्रसर गराउने जिम्मेवारी हाम्रो हो। अनेक स्रोत, साधन र सम्भावनाले भरिपूर्ण रहेर पनि नयाँ नेपाल जुन हामी भनिरहेका छौँ अझै पनि पुरा हुन सकिरहेका छैनन्, सपनामा मात्र सीमित छ। अब यसलाई पुरा गर्ने दायित्व हाम्रो हो। नयाँ नेपालमा कसैले पनि कुनै पनि आधारमा हेला, शोषण, दुर्व्यवहार गरिनु हुँदैन। हामी नेपाली सबै अट्न सक्नुपर्छ। यो सपनालाई सपनामा मात्र सीमित हुन दिनु हुँदैन। नयाँ नेपाल बनाउनकै लागि नेपालमा विभिन्न आन्दोलन र प्रयासहरू भइरहेका छन्। विक्रम सम्वत 2062-63 को जनआन्दोलन होस् या हालसालै हामीले भोगेका जेनजी आन्दोलन होस्, यी सबै भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएका आन्दोलन हुन्। अझ भन्नुपर्दा राम्रो नेपाल निर्माणका लागि भएका आन्दोलन हुन्। जनआन्दोलन 2062-63 पछि विक्रम सम्वत 2072 असोज 3 मा हामीले संविधान त पायौँ। संविधानमा सबै जाति, भाषा, धर्म र सम्प्रदायका अधिकारको कुराहरू त उठान भयो, तर अझै पनि कार्यान्वयनका पछि निकै कमजोर बनेको छ। यता कता संविधानकै विपरीत हुने आवाजहरू पनि उठ्न थालेका छन्। त्यसकारण नयाँ नेपालको सपना पूरा गर्ने जिम्मेवारी हाम्रो हो। हामीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने? कुनै बेला नेपाललाई सिङ्गापुर बनाउँछु भन्नेले झिङ्गापुर बनाएर छाडिहाले। हेर्नुहोस्, धमिरालाई थाहा होला नि मौरीको परिश्रम, गौथलीको गुड, यिनीहरूले आफ्नो गुड बनाउन कति मेहनत गर्छन्। अनि के हाम्रो सिङ्गो नेपालीको गुड बनाउन हामी पछि हट्ने, त्यो पनि सर्वश्रेष्ठ प्राणी भएर? नसुहाले कि सभाध्यक्ष महोदयज्यू, अब म नयाँ नेपालको सपना पूरा गर्न के आवश्यक छ त त्यसतर्फ जान चाहन्छु। शिक्षामा सुधार, सुशासन र पारदर्शिता सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, जसले कानुन राज्य र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्छ। रोजगार र आत्मनिर्भरता अर्को महत्त्वपूर्ण पक्ष हो। युवाहरूलाई देशमै गरी खाने व्यवस्था मिलाउनु पर्छ। सिपमूलक तालिम र स्वरोजगारको अवसर वृद्धि गराउनु पर्छ। सभाध्यक्ष महोदयज्यू, नयाँ नेपालमा सुनको दरबार कसैले पनि मागेको छैन, मात्र आमाको हातको रोटी र ओठको हाँसो जोगाउनु छ। अँध्यारोलाई गाली गरेर होइन, बत्ती बालेर हटाउनु छ। यसै गरी आदरणीय श्याम तमोरद्वारा लिखित सङ्गीत गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ, यो देशको मुहार फेर्नलाई उठ। यो गीतले भने जस्तै हामी नेपाली सबै एकजुट भएर अघि बढ्नुपर्छ। भन्छन् नि, एक थुकी सुकी 100 थुकी नदी भने चाहिँ हातमा हात मिलाइ, काँधमा काँध मिलाइ हामी नेपाली सबै एकजुट भएर अघि बढ्यो भने नयाँ समृद्ध र स्थिर नेपाल केवल सपनामा मात्र होइन, यथार्थमा बन्नेछ। हस्त यति भन्दै मेरो भनाइ यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।